गुड मर्निङ एन्ड जय मसी तपाईहरु सबैजनालाई है म चाहिँ एउटा संसारको कुरा लिएर आएँ है। यो संसारले हामीलाई त्यागे तापनि तर उहाँले चाहिँ हामीलाई त्याग्नु भएको छैन। यो संसारले हामीलाई घृणा गरे तापनि उहाँले हामीलाई प्रेम गर्नुभएको छ है। त्यसै कारण म यो संसारको लागि काम गर्न होइन, केवल मेरो पिताको लागि है म काम गर्नेछु। अनि जब पनि म 27 साल पछाडि है म संसारको लागि जिरहेको थिएँ है, अन्धकारमा थिएँ। त्यहाँदेखि 27 सालदेखि म यता आएँ है। 27 साल पनि पुगेँ। त्यहाँदेखि म यता चाहिँ संसारको लागि होइन, केवल मेरो पिता स्वर्गमा हुनुहुने विराजमानको लागि है म काम गर्न चाहन्छु। म यही नै भन्छु है, हामी जतिजना है हामीले प्रभुलाई विश्वास गरेको छ है, उहाँको लागि हामी काम गरौँ है, देखावटी होइन, हाम्रो हृदयबाट काम गर्नुपर्छ। म चाहिँ यही भन्छु होइन, म चर्चमा गएर मैले मेरो जीवनको गवाही भन्न नसके तापनि म भिडियो मार्फत है तपाईहरु सबैजनालाई सेयर गर्न चाहन्छु। अनि म मेरो पितालाई यति धेरै प्रेम गर्छु है, जसरी उहाँले हामीलाई प्रेम गर्नुभएको छ है। जति म बाइबल पढ्दै जान्छु है, हरेक ठाउँमा प्रभुले हामीलाई प्रेम गर्नुभएको छ र हामीलाई बनाउनु हुने दृष्टिदाता परमेश्वर पितालाई हामीले आदर गर्नुपर्छ अनि उहाँको लागि हामी काम गर्नुपर्छ है। हरेकलाई आशिष दिएको हुन् यो सुन्दर बिहानी है, तपाईँ अनि मलाई। आमेन।